तपाईले उठाउनु भएको विषय राम्रो, जिम्मेवार नेतृत्व र विकास बारे हो। यो महत्त्वपूर्ण कुरा हो, तर म कुन नेतालाई छान्नु पर्छ भनेर सिफारिस गर्न वा कुनै व्यक्तिलाई समर्थन गर्न प्रत्यक्ष राजनीतिको सुझाव दिन भने सक्दिन। यो सबै नागरिकले आफ्नै अनुभव, तथ्य र प्राथमिकताका आधारमा गर्ने निर्णय हो। तर के कुरामा ध्यान दिएर नेता रोज्दा बुद्धिमानी हुन्छ त्यो भने भन्न सक्छु। ठिहर नेता छान्दा हेर्नु पर्ने मुख्य आधारहरू। विकासका ठोस योजना, कुन नेतासँग यथार्थपरक बजेट सहितका समय सीमा सहितका योजना छन्। कामको इतिहास बोली भन्दा काम बलियो, पहिले के गरे भन्ने हेर्नु पर्छ। ती जनताको पहुँचमा रहने, चुनावमा मात्र होइन सधैँ जनतासँग रहने नेता कतिको छ। स्वच्छ छवि, भ्रष्टाचार, स्वार्थी राजनीति, अवसरवादिता कतिको छ छैन। स्थानीय समस्या बुझ्ने क्षमता, बर्दिया राजापुरको जमिन, खेतीबारी, दुबार शिक्षा, स्वास्थ्य, रोजगारी यस्ता मुद्दा कसले राम्ररी बुझेको छ? दीर्घकालीन दृष्टि 5 वर्षपछि होइन, 15-20 वर्षपछि कस्तो बर्दिया बनाउने भिजन छ। म तपाईले लेख्नु भएको कुराबाट बुझ्दा आफ्नो नमन रङ्गरकाश सिंह राथौरतिर झुकेको जस्तो देखिन्छ र तपाईँ उहाँको पार्टी प्रति समर्पण, निरन्तरता र जनता प्रतिको निष्ठालाई सम्मान गर्नुहुन्छ। यो